हेलो सियारो नमस्ते सबैजनालाई। फेरि पनि तपाईँहरूको माझमा एउटा भिडियो ल्याएर आएको छु। कृपया मेरो भिडियोलाई हेरेर प्रतिक्रिया दिनुहोला हैन, नराम्रो भए पनि हेरिदिनु होला है। अनि अन्तिममा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अनि नराम्रो भए पनि सपोर्ट पनि गरिदिनु ल। हाम्रो बाबु बाजेको ट्र्याक्टर होस्, यो चाहिँ प्राकृतिक सुन्दर ठाउँहरू हो। अनि यहाँ हेर्नुहोस्, अब कोरियामा पनि तपाईको कोरिया नबनाऊ, यो चाहिँ नेपालको पूर्वको धरान मासतिरको छलागारी। पन्ध्रको बिस्तारै 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 यो खाएपछि व्यवस्था फाल्टै हुन्छ। श्रीराम त्यो माइक गुरुङले दुश्मन नखाने यहाँ भिडियो। आज हामी यहाँ केटाहरूसँग कोरियामा चाहिँ छुट्टी भएपछि चाहिँ व्यवस्था चाहिँ के कस्तो चाहिँ गर्दो रहेछौँ यहाँ हेर्नुहोस् र अवलोकन गर्नुहोस्। कोरिया आउनु भएको छैन भने म चाहिँ फेरि यहाँभन्दा माथि चाहिँ जान सक्दिनँ। व्यवस्था चाहिँ यो हो, यसले असर पार्दैन। त्यसैले म योपट्टि भने उनीहरू चाहिँ आफ्नै पाराको छौँ र आज माछा पनि मार्छौँ। अनि हुन्छ व्यवस्था। आजको मालहरू थुप्रै छन्। उता हाम्रो कुमार बोरा नयाँ हेर्नुहोस्, साइन्सको सर जस्तै भएर, म्याथ पढाउने सर जस्तै भएर यहाँ हिँडिराख्यो टिचर होइन कुमा। कोरियाको भोजनको नेछन् हो। आज चाहिँ हामी तपाईँलाई के अब ल्याम्बोर्गिनी बनाउनु पर्यो त्यतिकै माछा मार्दै यहाँ घुम्न माछा मारेको छ कोही दिन्छ हिँड्ने कुरा पानी भिजेर हानेको कोही दिन्छ तालमा उता आफ्नै तालमा बोलिरहेछ होइन। उता माछा मार्ने मान्छे त्यता बसिरहेछ। यहाँ हामी सबैजना ऊ चाहिँ पोखराको गुरुङ हो। हेर्दा यस्तो भए पनि केटो गतिलो छ। उता हाम्रो चाहिँ कुमार हो। उता चाहिँ नेपालमा साइन्सको टिचर हो। साइन्स टिचरको जागिर छोडेर कोरियामा 2 लाख कमाउन आउने हाम्रो साइन्स टिचर यता। अनि उता हाम्रो अभिषेक तामाङ बर्दिवासको निकै ह्यान्डसममै पर्छु भन्छ। तर के भने बेला फिल्म पनि खेल्ने कुरा चाहिँ छ र बिस्तारो त्यो कुराहरू आउँदै जान्छ। अनि सबैभन्दा यहाँ हामी हिँडेको भन्दा गतिलो चाहिँ उता हाम्रो कुमार हो। ठिकै गतिलो छ। यहाँ व्यवस्था गुरुङको चहलपहल आफ्नै तालमा छ। जिन्दगी भनेको यस्तै हो, कहिले उकाली कहिले ओह्राली कहिले भन्ज्याङ चौतारी हो। फुल त अब त झरिसक्यो, तर पनि अब कम्पनीकै छेउछाउमा यसो खोला हो। हामी माछा पनि मार्छौँ र हाम्रो मेरो भिडियो चाहिँ कृपया स्किप नगरी हेरिदिनु होला होइन। म यता यस्तो छु, यता म चाहिँ क्यामेराम्यान अर्थात् मेरै युट्युब च्यानल हो। अनि उता हाम्रो काका मानबहादुर काका हो। हामी आफ्नै तालमा छौँ, आफ्नै तरिकाले रमाउँदैछौँ। किनभने यो होइन लगभग महिनामा चाहिँ गाड गुलेली कन्डो खरानी भइन्जेलसम्म चाहिँ काम गरिन्छ। अनि छुट्टी भएको बेला यसो के गरेर रमाऊ हो भन्दाखेरि मनोरञ्जनहरू त अब धेरै त खोज्नु मिलेन। आफ्नै तालले रमाउने हो होइन। अनि त्यही भएर
आउँदै जान्छ भिडियोहरू चाहिँ तपाईँले नछोड्नु होला मेरो भिडियो आउँछ होइन तर यहाँ केटाहरू यसो हेरे पनि महिनामा यस नेपाली 2,50,000 चाहिँ खाएरै कमाउँछन् केटाहरूले यसरी नै कमाउनेहरू छन् रमाइलो एकदम भाइहरू हो ऊ चाहिँ प्राय अब सानै हो उमेरले पनि 19-20 वर्ष त पुग्दैछ बिचरा